असार 15 मेरो बर्थडे। विशेष कारणले मैले मेरो बर्थडे असार 15 मा सेलिब्रेट गर्न सकेन, बट मेरो दिदीबहिनीले सुखै नदिएर मैले बर्थडे सेलिब्रेट गर्नै पर्यो। सो त्यसको लागि मैले ठाउँ चुज गरेँ बुटोलमा रहेको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलमा। सो हामी सबैजना दिदीबहिनीहरू रेडी भएर ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा पुग्यौँ होइन। फाइनल्ली हामी अलकति आइसकेको थियो दिदीबहिनी, तर अलकति चाहिँ आउने बाँकी हुनुहुन्थ्यो। म चाहिँ त्यो दिन चाहिँ यस्तो देखेको थिएँ अनि मेरो सबै साथीहरू दिदीहरू चाहिँ यस्तो देखिँदै हुनुहुन्थ्यो र हामीले अरू दिदीहरूलाई पनि कुरिरहेको थियौँ। फाइनली मेरो भाउजूहरू दिदीहरू पनि आउनुभयो। मैले सबैलाई ल वेलकम वेलकम छ है त भन्दै थिएँ होइन। भाउजूहरू दिदी बहिनी साथीहरू सबै हुनुहुन्थ्यो। नेपालमा मैले बर्थडे फर्स्ट टाइम सेलिब्रेट गरेको। यति रमाइलो भयो कुरै नगर्नु। रमाइलोको त हाम्रो गुड्डुको पारा हेर्नु न पारा। फाइनल्ली मेरो बर्थडे लुक्स चाहिँ यस्तो थियो। म चाहिँ अलि राम्रै हुन पर्यो भनेर मेरो बर्थडे लुक चाहिँ यस्तो थियो। थ्याङ्क यू फर साज द बुटिक। र मेरो ड्रेस चाहिँ साज द बुटिकबाट मैले बनाएको। एकदमै राम्रो कम्फर्टेबल एकदमै रिजनेबल प्राइसमा। इफ हजुरहरू पनि एकदमै रिजनेबल प्राइसमा ड्रेसहरू खोजिरहनु भएको छ भने साज द बुटिकलाई सम्झिन सक्नुहुन्छ। अब हाम्रो हल्का खाने पनि बेला भयो अनि डान्स त बन्ता है। अब गुड्डु र बिमला दिदी डान्स भनेपछि त हेर्नु न हेर्नु डान्स एकदमै चलिरहेको छ। हामीले हल्का खाने अनि हल्का डान्सहरू गर्ने गऱ्यौँ। मैले चाहिँ यसपालि सबै मेरो दिदीबहिनी र मेरो साथीलाई मात्रै इन्भाइट गरेको थिएँ। त्यस्तो धेरैजना त थिएनौँ, 15-20 जना थियौँ, तर रमाइलो चाहिँ यति धेरै भयो। हामी खाना पनि खाँदै थियौँ, नाच्दै थियौँ होइन। मेरो यसपालि नेपालमा चाहिँ फर्स्ट बर्थडे सेलिब्रेट हो। एकदमै रमाइलो भएको थियो। आफ्नो दिदी बहिनी भाउजू साथीहरूसँग बर्थडे सेलिब्रेट गर्दा कसलाई खुसी हुन। म चाहिँ एकदमै ब्लेस फिल गरेँ। एकदमै रमाइलो एकदमै आफ्नो अनुभूति होइन हुन्छ नि, एकदम ड्रिमै पुरा भयो जस्तो। यो चाहिँ मेरो लाइफ लङ मेमोरी नै हुनेवाला छ होइन। यो मेरो बर्थडे चाहिँ एकदमै हामी चाहिँ एकदमै डान्स गरिरहेको थियो कि सबै डान्स गर्ने पार्टी हुन्थ्यो। अब गुड्डु र बिमला दिदीको त कुरै छोडेन। उहाँ हेर न गुड्डु र बिमला दिदी अनि प्रिन्सा छोरीले चाहिँ एकदमै बब्बालाई डान्स गरे। अनि हामीले अब डान्स गरेपछि हल्का खानु पनि परेन। डान्स गर्दै खाँदै थियो, त्यही पनि खाऊ नखाऊ भनेर खाइरह्यो। अनि अब हाम्रो भाउजूलाई चाहिँ घर जान आउनु परेको थियो। अरू सबैजना बुटोल हुन्थ्यो। भाउजूलाई चाहिँ घर आउनु अलिक चाँडो पर्ने भएको भएर अब केक काटौँ न त भनेर। अनि थ्याङ्क यू सो मच फर सच अ ब्युटिफुल केकको लागि। यो केक चाहिँ बिमला दिदी मैया दिदी अनि मेरो साथी खुमाको तर्फबाट रे होइन। एकदमै राम्रो केक थियो 2 लेयर्सवाला। अनि म चाहिँ प्रिन्सेस पोजमा चाहिँ यस्तो देखिरहेको थिएँ। यो ड्रिमल्यान्ड रिसोर्टको यो भित्र गएको थियौँ कि हामीले यसो शीतल खान भनेर। अनि अब हामीले अब भित्र केक काट्नु पर्यो भन्ने थियो। अनि भित्र केक काट्नलाई सबैजना रेडी भएको थियो कि, किनकि भाउजूलाई घर अलि चाँडै आउनु परेको थियो। तर हामी चाहिँ लास्टसम्मै बस्नेवाला थियो। फाइनली केक काट्ने टाइम पनि आइपुग्यो। सबैले मलाई ब्लेसिङ दिनुभयो। थ्याङ्क यू सो मच वन्स अगेन एभ्री वान फर सच अ मेमोरियल बर्थडेको लागि होइन। अनि हाम्रो पाला आयो केक काट्ने। सो केक काटिसक्यौँ हामीले। अनि अब भित्र केक पनि काटेर भएन, अब बाहिर पनि केक काट्न पर्यो भनेर होइन। अब भित्र केक काटिसकेपछि पनि अझ हुँदैन भनेर बाहिर पनि केक काट्न पऱ्यो गरे। थ्याङ्क यू सो मच वन्स अगेन इच एन्ड एभ्री वान फर योर वार्म विसेसको लागि होइन। अनि यो मेरो चाहिँ बर्थडे मन्थ हो। अब असार 15 मा बर्थडे हो। अब चाहिँ सकिन पनि थालेको छ, तर मैले स्टिल भिडियोहरू पोस्ट गर्दैछु, फोटोहरू पोस्ट गर्दैछु, किनकि यो मेरो बर्थडे मन्थ हो। त्यही भएर अब हामी चाहिँ बाहिर जाउँ न त भनेर बाहिर गयो। यस्तो गर्मी थियो बाहिर कुरै नगर्नु यति चिसोमा पनि। अनि फाइनली हामीले चाहिँ हल्का पोजहरू पनि लियो अनि बाहिर लाग्यो हामी चाहिँ केकहरू काट्नको लागि होइन। अनि मैले चाहिँ हल्का भिडियोहरू बनाउनु पऱ्यो भने यसरी हल्का पोजहरू दिँदैको थिएँ क्या। अनि राम्रो त हुन पऱ्यो, राम्रो भएको बेलामा 3-4वटा भिडियो त बनाउनै पऱ्यो होइन। अनि मैले यसरी भिडियोहरू बनाएको थिएँ। अनि फाइनल्ली भित्र केक काटेर नभएर हामी बाहिर पनि केक काट्न आयो। अनि हामी बाहिर पनि केक काटेर अब त 1-2वटा भिडियो बाहिर पनि बनाउनु पऱ्यो नि त भनेर फेरि भिडियो फोटो केटी मान्छेलाई जहाँ पनि फोटो खिच्दै पुग्दैन। सो अब हाम्रो पाला आयो भिडियो बनाउने। भिडियो त बन्ता होइन। अनि यस्तो रमाइलो भयो ल मेरो नानीहरूलाई हेर्न यहाँ सबै साथीहरूलाई एकदम हामीले पोजहरू दिँदै भिडियो बनाउँदै थियौँ। क्यामराम्यान दाइले चाहिँ हामीलाई यस्तो गर्नु भिडियो बनाउनु न भन्दै थियो। फाइनली हामीले रमाइलो गरेर खायौँ नाच्यौँ भिडियोहरू बनायो। एट द इन्ड अब हाम्रो छुट्टिने बेला पनि हुन थाल्यो। थ्याङ्क यू सो मच इच एन्ड एभ्री वान फर वार्म विसेस भन्दै अब हाम्रो चाहिँ बिदा हुने बेला हुन थाल्यो। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।